अथवा मैले कन्ट्रोल जेड गरेँ है, कन्ट्रोल जेड, यसलाई फेरि फाल्नु पर्यो, मानव फेरि अर्को तरिकाले फालौँ है। राइट क्लिक गर्ने, क्लियर गर्ने, डिलिट गरे पनि भयो, क्लियर गरे पनि भयो, तर बिचमा त खाली छ, यहाँनिर त खाली छ। अब यो खालीलाई जोड्ने तरिकाहरू हुन्छ है, ल हेर्नु है त। यो पछाडिकोलाई क्लिक गरेर यसरी तानेर तपाईँले यहाँ जोड्न सक्नुहुन्छ यसरी है। अब इमेजिन गर्नुहोस् यो पछाडिपट्टि अरू क्लिप 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 धेरैहरू छन् भने त ती त यता आउँदैनन्, हामीले तानेको त एउटा क्लिपलाई हो है। भन्न खोजेको के भन्दा थोरै झुकिन सक्छ, एकछिन नआत्तिनु है। मैले यहाँनिर काटेँ, केही पनि गरेको छैन, काटेँ र यसलाई मैले यहाँ लगेर राखिदिएँ है। अनि त्यसपछि यो भिडियोलाई मैले थोरै पछाडि लगेँ, यहाँनिर हामीले काटेको थियो नि त, अघि फालेको थियो नि त, हामी त्यही स्टेजमा आयो नि होइन। अब हेर्नु है पछाडिपट्टि पनि के छ, फेरि यहाँ पनि तपाईँको चाहिँ एउटा क्लिप त छ, यहाँ पनि यो खाली छ। यो खाली भनेको के हो भने तपाईँको ब्ल्याक हुन्छ क्या भिडियो, यहाँसम्म चाहिँ तपाईँको भिडियो प्ले भयो, त्यसै 5 मिनटदेखि तपाईँको 30 सेकेन्डसम्म खाली कालो आउने भयो कि यस्तो खाली छोडिदियो भने है, यस्तो त हुनु भएन। अब जस्तै यहाँनिर हेर्नु है, यहाँनिर खाली छ नि त, अब यहाँ तपाईँ तानेर त जोड्नुहुन्छ यसरी। अब यहाँबाट त भिडियो प्ले त हुने भयो, योदेखि यो भिडियो प्ले त हुने भयो, तर पछाडि हेर्न जानुभयो भने यो भिडियो अगाडि आइदिन्न के है। हो यसको लागि हामीले के गर्छौँ भन्दाखेरि जस्तै यसलाई मैले फेरि पछाडि लगेँ है त, यहाँनिर म के गर्छु भन्दा कन्ट्रोल जेड गरेँ है, कन्ट्रोल जेड कन्ट्रोल जेड कन्ट्रोल जेड कन्ट्रोल जेड, अनि यहाँनिर केही छ हाम्रो पछाडि कन्ट्रोल जेड कन्ट्रोल जेड अनि कन्ट्रोल जेड कन्ट्रोल जेड। ल हामीले काटेको भिडियोमा आइपुग्यो है, अघि सुरुमा काटेको थियौँ नि डिलिट गर्ने बेला त्यहाँ आइपुग्यो। अब रिमुभ गर्ने अर्को तरिका पनि छ के, यसलाई राइट क्लिक गर्नुहुन्छ तपाईँले फाल्नुपर्ने भिडियोलाई, अनि यहाँनिर क्लियरको तर रिपल डिलिट भन्ने छ, यसलाई क्लिक गरिदिनु भयो भने त्यो बिचको ग्याप बसेन, भिडियो डिलिट पनि भयो र अब पछाडिका सबै कुराहरू अगाडि तानिए कि अब